हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै। आज भने हल्का एकदमै यस्तो के अब तल पनि एकदमै नराम्रो छ ब्याकग्राउन्ड पनि नराम्रै छ। आज भने के भयो भन्दा चाहिँ अहिलेको सिचुएसनमा चाहिँ मेरो के भयो भन्दा चाहिँ अब अहिले 11 कति हो खै देखिन्न कि फेरि यहाँ पनि हेरमै यस्तो हुन्छ कि हालत अब हल्का देखियो कि नै ल यहाँ त हेर्नु त 11:18 भइसक्यो कि होइन। ल हेर्नुहोस् चाहिँ यहाँ 11:18 भइसक्यो। अनि यो चाहिँ 11:59सम्म चाहिँ यो भिडियो चाहिँ युट्युबमा पोस्ट गर्ने पर्छ। त्यसैले म आज एकदमै हतारमा थिएँ र मेरो आफ्नो पर्सनल कामले गर्दा चाहिँ यो कम्युनिकेसन स्किललाई चाहिँ हामीले रोक्नु हुँदैन, कन्टिन्युटी दिनुपर्छ भनेर चाहिँ यस्तो हालतमा आएको छु होइन। आज जस्तो लाइक एउटा भ्लग जस्तो पनि भयो होइन। कम्युनिकेसन स्किल यस्तै छ अब के भन्ने। अनि यो कम्युनिकेसन स्किलमा चाहिँ आफूले कन्सिस्टेन्सी चाहिँ दिनुपर्छ भन्ने चिज चाहिँ लाग्छ कि। अनि म चाहिँ अहिले चाहिँ एकदम सोलो आवाजमा बोलेको छु। हजुरहरूले बुझ्नुहुन्छ यो सिचुएसन। यो रातिको टाइममा चाहिँ हामी धेरै चाहिँ बोल्नु हुँदैन, तर बोल्नुपर्छ, तर सर्ट एन्ड स्विट हो कि होइन। एक्ज्याक्टली राइट हो। अनि हामी चाहिँ कन्सिस्टेन्सीलाई चाहिँ ब्रेक गर्नु हुँदैन भन्ने चिज चाहिँ मलाई लाग्छ कि। अनि कन्सिस्टेन्सी भनेको चाहिँ यस्तो चिज हो जसमा चाहिँ आफूले चाहिँ एनी हाउ गर्नु पऱ्यो कि। मैले चाहिँ मेरो क्यामेरा सेटअप चाहिँ खासमा यहाँ हुन्थ्यो, बट आजको लागि चाहिँ यहाँ छ। आज धेरै कुरा चाहिँ गरिन्न। हामी चाहिँ आजको टपिक भनेको एउटा कन्सिस्टेन्सी चाहिँ ब्रेक गर्नु हुँदैन, जसमा चाहिँ आफूले एनी हाउ चाहिँ कन्सिस्टेन्सी दिनुपर्छ। दिस इज द रियल कन्सिस्टेन्सी स्टोरी अफ माई है। मलाई इङ्ग्लिस चाहिँ त्यस्तो आउँदैन कि, भनौँ न त्यो इङ्ग्लिस भनौँ न लाइक त्यो ग्रामरहरू आउँदैन कि। भनौँ अब त्यही मिस्टेक त भइहाल्छ, मिस्टेक सबैको हुन्छ, तर ग्रामरहरू चाहिँ आफूले बोल्दाखेरि चाहिँ धेरै लास्ट मिस्टेक हुन्छ कि। इङ्ग्लिस त ठिकै हो, इङ्ग्लिस त आउँछ, तर बट आफ्नो ग्रामरहरू चाहिँ एकदमै हुन्छ नि, बोल्दा मिस्टेक हुन्छ कि। किनकि यो बानी परेको छैन नि त बोल्ने। अनि हाम्रो मदर टङ भनेको नेपाली हो। हामीले चाहिँ एकदम नेपाली चाहिँ बोलिन्छ। अनि त्यस कारणले चाहिँ हुन्छ नि आफूले ट्राई गर्नु पऱ्यो। ट्राई गरेपछि अभियसली जे चिज पनि सक्सेस भइहाल्छ। बुझ्नुभयो? बुझ्नुपर्छ है, एकदमै बुझ्नुपर्छ। हामी चाहिँ अहिले चाहिँ एकदमै भनौँ न एकदमै हतारमा आएको हो। यो हतार तपाईँलाई थाहै छ हतार भनेको कस्तो हतार हो। अब मैले जसरी नि यो पोस्ट गर्नुपर्छ, अहिले लाइन गइदियो नि भ्याइएन, ब्रेक हुँदैन त नि, लाइन गइदियो नि ब्रेक हुन्छ कि, त्यो पनि समस्या। त्यसैले यो जाडोको महिना त नि उस हुँदैन, के भन्छ, लाइन जान्न, केही छैन, ठिक छ। कन्सिस्टेन्सी इज द कि टु सक्सेस हो कि इज द सक्सेस अब के हो, अब फलाना डिस्काना होइन। त्यही हो, अब आफूले चाहिँ कन्सिस्टेन्सी ब्रेक गर्नु हुँदैन र कन्टिन्युटी चाहिँ दिनु पऱ्यो भन्ने चाहिँ आफ्नो धारणा हो, मेरो धारणा हो। मैले मेरो पोइन्ट अफ भ्यूमा चाहिँ मैले त्यसरी मान्छु। त्यही कन्सिस्टेन्सी ब्रेक गर्नु हुँदैन, एनी हाउ जसरी गर, बोल राख्दै त्यही त हो। आफू बोल राख्दै होइन र। कन्सिस्टेन्सी चाहिँ कहिले ब्रेक गर्नु हुँदैन, किनभने कन्सिस्टेन्सी इज द अब फलाना डिस्काना होइन, यस्तै छ। अब माई गड यस्तो खस्दिन्छ कि भन्नु भएन, अब खस्दैन त नि। माया चाहिँ गर्नुपर्छ, त्यही हो आफ्नो
सामानहरूलाई चाहिँ माया गर्नुपर्छ है। हस्ती हो, ढोग्नु पनि पर्छ। त्यही हो, बाई। आजको लागि यति, र आज हतारमै भयो, केही भएन। हामी फेरि भोलि सुत्नेछौँ है। हस् हस्, थ्याङ्क यू, बाई बाई।